भागे नेपालीको तातो खबर उसको चिस्टी खबर हो। दर्शकहरू तपाईँ हेर्न सक्नुहुन्छ हामीसँग रहेको सो अलराइट गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। सो गुड मर्निङ है सबैजनालाई। सो आई होप सन्चै हुनुहुन्छ होला सबैजना होइन। सो म पनि एकदम ठिकठाकै छु। अहिले चाहिँ यति राति छ होइन। यति राति चाहिँ अब म किन उठाएँ भन्दा होइन 4 पनि बज्दैछ। सो हाम्रो चाहिँ आज टुर जाने प्रोग्राम छ। आजबाट चाहिँ होइन 5-6 दिनको टुर बेसी प्रोग्राम छ जसको लागि चाहिँ हामी जानुपर्ने हुन्छ। सो त्यही हो होइन। अब चाहिँ सबैजना साथीहरू चाहिँ कलेजमा चाहिँ हामी जम्मा भएर हामी जान्छौँ। यहाँबाट चाहिँ 5 बजी 5-5:30 बजी हामी हिँड्नुपर्ने हुन्छ। सो घरबाट चाहिँ म एकछिनमा हिँड्छु। कपडा लाएर पनि भइसक्यो होइन। सो अब त्यही हो। घरबाट चाहिँ लगभग 5-6 किलोमिटर छ टाढा कलेज चाहिँ होइन। सो म चाहिँ कलेज जानुपर्ने हुन्छ किनभने बसहरू त्यही हुन्छ। बसहरू त्यही हुन्छ। हामी चाहिँ त्यहीँ बसबाट चाहिँ जानुपर्ने हुन्छ कलेज। सबैजना त्यहीँ जम्मा हुने भनेको छ। सो रेडी भयो गाइज होइन। यहाँ चाहिँ म हिँड्नुपर्ने हुन्छ एकछिनमा होइन। फाइनली चलाचल पनि पुग्यो। किनभने चाहिँ हार्ड हुन्छ उता होइन। लास्ट जाडो चाहिँ ठाने होला अब फर्मस्टकमा लो जाडो हुन्छ। सो त्यही भएर मलाई चाहिँ कपडा पनि एकदम राम्रो प्याक गरेर हिँडेको छु होइन। सो यहाँबाट चाहिँ म कलेजतिर जानुपर्ने हुन्छ त्यही हो। मुस्ताङको हाम्रो टुरलाई चाहिँ मनकाना चोक भन्छन् होइन। यहाँबाट चाहिँ लेफ्ट आएपछि चाहिँ हामी कलेजतिर जान्छौँ। सो त्यही हो। त्यहाँनिर सबजना साथीहरू जम्मा चाहिँ हामी त्यहाँबाट चाहिँ बस जानुपर्ने हुन्छ होइन। गाइस सबजना रेडी भइसक्यो जानलाई होइन। यही बस चाहिँ हाम्रो जाने। अर्को पनि उता छ यसो बस सर लाग्यो मलाई। सुर्के सब बोकेर ल केटाहरू सब यस्तो छ होइन। जहाँ चाहिँ सबजना रेडी भइसक्यो यहाँ। यहीँबाट जाने हामी एकछिन माथि हिँड्छौँ। इन्टरभ्यू देऊ। Hello, ladies and gentlemen. Myself, Samarpan Dahal, most handsome person on this bus. The blogger is my friend. निजल पुरासानी। Yes, Nizal Pudasaini. माई फ्रेन्ड अभिषेक घिमिरे अनिस कटेल जुन यहाँ हुनुहुन्छ हाम्रो भेगा कम्पनीको ओनर। सो हामी चाहिँ बसमा जानु पर्ने हुन्छ। केटाहरू सब यहाँ छन् होइन। यहाँ चाहिँ रमाइलो गर्दै जानु पर्ने हुन्छ। हाम्रो यहाँ हुनुहुन्छ प्रकाश र हाम्रो यहाँ हुनुहुन्छ सर। मास्क खोलिदेऊ न यार कोही कसो चिन्दैन। दोस्त यार यस्तो सुन्दर अनुहार नलुकाउनु तिमीले। दामी छ ल। सो हामी चाहिँ यहाँ हो होइन। हामी चाहिँ यहाँ रमाइलो गर्दै जानुपर्ने हुन्छ ल। फाइनली लाग्यो हामी चाहिँ यहाँबाट ल। नाम थाहा छैन एउटा ओ सुरज चिया खाइदियो। सो गाइस यहाँ चाहिँ बसहरू होइन डिजेल हाल्न क्या छ। Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go through the wasteland. कुन ठाउँ भन्छ यसलाई? सगरमाथा होइन यो चाहिँ नारायण डोल्पा सत्य नबोल न भुटु बोल। डोल्पा यो डोल्पा कि के हो मलाई थाहा छैन होइन। यो हामीले राखेको नाम यहाँ चाहिँ बस चाहिँ यहाँ पछाडि चाहिँ हाम्रो के गर्नु राखेको थाहा छैन। पछाडि केटाहरू डोला रे डोला रे डोला रे। जो हामी चाहिँ केटाहरू चाहिँ पिसाबेन जाँदैछन्। अब त्यसको लागि पनि मेरो साथीले पिछे फेरि पनि भएको हामी चाहिँ घर फेरेर आएको होइन। हामी हेरेर खुसी हुनु होला। हामी जाँदैनौँ अब पछाडि सही भयो दोस्त। केटाहरूको मिटिङ यहाँ चाहिँ होइन। यहाँ चाहिँ हामी यस्तो पिपल रुखतिर हामी यस्तो बसिरहेको छौँ एकछिन थके मारेर होइन। बसलाई पनि थकेला बस्यो त्यहाँ मेरो दोस्त युट्युबे दोस्त हो भने रेस्ट गरिरहेको छ यहाँ होइन। अनि अरू भन्नुहोस् भागे नेपालीको तातो खबर उसको चिस्टी खबर हो। दर्शकहरू तपाईँ हेर्न सक्नुहुन्छ हामीसँग रहेको छ। नमस्कार म भाग्य नेपाली सुन्नुहुन्छ तपाईँ तपाईँको। नमस्कार म निर्जल पढाइ चिस्टी खबर भन न। दर्शकबिनहरू तपाईँ देख्न सक्नुहुन्छ हामी यहाँ ग्रुपहरू जम्मा भएका छौँ। उहाँ ग्रुपहरूमा चाहिँ सबै प्रतिभाशील मान्छेहरू छ। तपाईँ देख्न सक्नुहुन्छ यो विजय साई के दोस्त तपाईँ देख्न सक्नुहुन्छ हाम्रो विजय साई 10 सेकेन्डमा तपाईँको बुक पढिदिन सक्छ। तर म सकेँ।
त यहाँको जाडो सो गाइस फाइनल्ली हामी चाहिँ होइन फाइनली हाम्रो यहाँ चाहिँ आइपुग्यो त यहाँ चाहिँ ओपरै जाडो छ होइन बसबाट ओर्ले जाँदा एकदम गाइस हामी चाहिँ फाइनल्ली मार्फाको चाहिँ हाम्रो होमस्टेमा आइसकेको छौँ होइन सो हामी चाहिँ यसरी मस्त होइन त्यस्तो केटाहरू चाहिँ बसिरहेको छ यहाँ हाम्रो डेस्टिनेसनमा चाहिँ आइसकेको छ हामी आएर बस्नु चाहिँ लो यस्तो जाडो छ नि यार बसबाट जान्छ नि यार हाम्रो फ्रिजबाट चिज आउँछ नि त्यसलाई हामी बोल्दा बोल्दा घाँटी पनि सुकिसक्यो होइन सो त्यही हो हामी एकछिनमा चाहिँ खानासाना खाएर बाहिर तपाईँहरूलाई यहाँ भ्यू सुजी ल्याउँछौँ नाइट भ्यू होइन त्यही हो केटाहरू चाहिँ बसिरहन् यो रुममा चाहिँ हामी 6 जना बस्छौँ खाएर चाहिँ निस्किँदैछ ल त्यहीँबाट कन्टिन्यू गरौँ न हेलो गाइज वी आर इन मार्फा गल्ली अल्सो कल दिस गल्ली एज टु नो दिस कबड्डी गल्ली अनि भनौँ न यार कन्टिन्यू भन्दै जाउँ न कन्टिन्यू इङ्ग्लिस त दोस्त फाटा आउँदैन कुहिरी हो र नेपाली बोल्ने नि हामी नेपाली हो नि त गाइज हामी चाहिँ अहिले मार्फाको गल्लीमा छौँ यो मार्फाको गल्लीलाई चाहिँ कबड्डी गल्ली भनेर पनि चिनिँदो रहेछ ओ कबड्डी गल्ली भनेर चिनिनुको पछाडि यसको के कारण छ भन्दाखेरि चाहिँ यही ठाउँमा चाहिँ कबड्डीको सुटिङ भएको कबड्डी त अब नेपाली भएपछि नहेर्ने त कबड्डी कोही पनि छैन होला अब कोही होला नि कबड्डी नै हेर्ने तर प्रायः सबैले कबड्डी हेरेको होला यही हो गल्ली कबड्डीको यस्तो भागेको ओरेको गरेको होला हामी चाहिँ स्ट्रिटमा मजाले अहिले घुमिरहेछौँ एक्सप्लोर गरिरहेछौँ भनौँ न खानसाना खाइयो यो हो नि त लाइन यार यो जस्तो हो सहर मात्रै पुगिन्छ के आएको भोलि यार के अहिले चढिदिँदैछ सर जाउँ लागौँ त सहरमा चढिहाल्यो उहाँ चाहिँ हाम्रो मार्फा गल्लीमा भेटिएको दाइ जाउँ न उता गरौँ हेलो ल दोस्तहरू बाइक हामी चाहिँ अब खानासाना खाएर चाहिँ यहाँ यसो बेलुका यहाँको नाइट भ्यू हेर्नको लागि चाहिँ हामी उताबाट चाहिँ आयो होइन यहाँको पुरो बस्नु पर्दा भनेर चाहिँ कम्पास लाएर हेरिरहेको छ होइन याक छोपेर राखेको छ यसको चाहिँ मासु सासु सब निकालेर कङ्गाल मात्रै हो कि यसो खुर देखिरहेको छ यहाँबाट चाहिँ होइन यसो खुर छ होइन छोपेर राखेर चाहिँ यसलाई चाहिँ अब मारेर राख्यो कि मान्छेहरूले अब मतलब मरेकोलाई चाहिँ यसको भित्रको मांसपेसीहरू चाहिँ गलाएर हड्डी मात्रै राख्यो होइन ओ माई गॉड यहाँको नाइट भ्यू हेर नि यार बब्बाल छ यार सो गाइस ल भ्यू चाहिँ ल नाइट भ्यू यो जति गए पनि सकिँदैन त यार यो त के हो है जति पनि सकिँदैन त वहीँसम्म कहाँसम्म भयो यहाँको होमस्टेहरू त्यस्तो दामी छ नि दामी लाग्यो मलाई होइन बरै लभली भ्यू है यहाँको चाहिँ दामी छ सो गाइस होइन हामी चाहिँ फोटो सुट गरेर पनि आयो होइन यहाँ ओ समर्पण जस्तो तिमी यसरी नभाग नि यार यसरी नभाग नि तिमी एक्लै सो हामी चाहिँ अब यहाँबाट चाहिँ डाँगो पनि हिँड्छ एकदमै चिसो भएको चाहिँ होइन हामी चाहिँ होइन घुमेर पनि आइसक्यौँ डक्क लाएर आफ्नो रुममा यो मान्छे चाहिँ सुत्नलाई चाहिँ एउटा सिरकले झाम्दैन भने ज्याकेट निकाल्न आएर चाहिँ यहाँबाट चाहिँ होइन सो हामी त्यहाँ सुत्दिनु पर्ने हुन्छ सो आजको चाहिँ होइन हामी घुमे पनि म चाहिँ यतिको सुत्छु होइन जे हुन्छ अब के जाडो भएपछि बिहान उठेर ज्याकेट लगाइन्छ लोलारमा सुत्दिनुहोस् यति मलाई पुग्छ होइन सो त्यही हो हामी सुत्नु पर्ने हुन्छ क्या तिमी पनि सुत्छ हामी दुईजना चाहिँ रुममा आएको थियो होइन उतापट्टि गएको थियौँ अलिकति समस्या भयो त्यही भएर हामी यतापट्टि आयौँ होइन त्यही हो अब अर्को अप्पर मुस्ताङको बर्थडे चाहिँ हाम्रो अर्को भ्लगमा आउँछ यही भ्लगमा हाल्यो चाहिँ लामो छ होइन भ्लग पनि सेम जस्तो हुन्छ भनेर पार्ट गरेर आउँछ त्यही भिडियो लाइक सब्सक्राइब गरिदिनु भयो गुड नाइट सबैजनालाई